बाइकलाई यसरी लानुपर्ने अवस्था, मान्छे चाहिँ यसरी आउनुपर्ने अवस्था। पानी बोकेर बोतलमा पानी दुधको बराबर छ। अब यो पानी अब हामीले खानु पर्ने हुन्छ। अब पानी एक बोतल मात्रै ल्याउनु भएको सरजी, त्यता हेरौँ कस्तो भयो एक्सपिरियन्स, कस्तो भयो हिँडेको। सुक्क जिब्रो मात्रै भिजाउँछु म। जिब्रो भिजाउनु बाहेक अरू कुनै उपाय छैन, पानीको सर्टेज। जिब्रो मात्रै भिजाउने है। शान्ति महत्त्व पानीको महत्त्व बुझ्नु, पानीको महत्त्व बुझ्नेलाई मात्र थाहा छ। हामीले पानी के गर्छौँ? बाथरुममा 1 घन्टा खोलेर बस्ने, बाथरुममा 1 घन्टा सावरमा यसो 500 लिटर सबै वहीँ हो। पानीको महत्त्व है त। त्यतिकै उहाँले त्यस्तो बस गर्दा 5 लिटर पानी सक्छ। उहाँले चाहिँ नि मेरो विचारमा पानीले त्यो धेरै नुहाएर कपाल झार्नु भएको जस्तो लाग्यो। त्यही हो उहाँ। के गर्नु लाग्यो? कति जित्नु लाग्यो हो? यसमा एउटा फोटो हानौँ नि। हुन्छ सर, हान्नु, बस्नु बस्नु। भिडियो जस्तो यो त भिडियो हो। अब बस्नु है। यहाँको त आकाश पनि राम्रो क्या, मुस्ताङको आकाश। हिमालभन्दा माथि पुग्यो हो हामी त, हिमालभन्दा माथि। हिमालभन्दा माथि, हिमालभन्दा माथि। पछाडिको हेऱ्यो भने त झन् हिमाल त तलै हुन्छ। We are now going China, Kerala. Top. बाइक चाहिँ आफै सिस्टम नभएको कारणले गर्दाखेरि बाइकको पिकअप दिन सकेको छैन। गाह्रो छ एकदम। अफरोड बाइक भएन भने मुस्ताङभन्दा दिन्छ, मुस्ताङभन्दा माथि छ तपाईँ फेरि हिमाल नै यति नै हो, योभन्दा माथि केही पनि छैन। त्यसपछि त एक लेभल पाहाडै छैन। योभन्दा नेक्स्ट लेभलको पाहाडै छैन के। हामी यस्तो ठाउँमा आइपुगेका छौँ। विन्टरमा सोच्नुहोस् हिउँ कति होला यो ठाउँमा। गाडी
गोडा र नेपाली रस गजा भन्छ होइन ल केटा छैन चाइनाको नयाँ रहेछ उताबाट गाडी आउँदैछ China, 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 China. Chinaले नयाँ बिल्डिङ बनाउँदै गरेको हो ल चाइना हेमा दोष प्रब्लम यस्तो ठाउँमा